हेर्न सक्नुहुन्छ दर्शक महानुभावहरू, यहाँनिर प्रहरीसँग हामीले हजुरलाई देखाइरहेका छौँ। अहिले यो अन्तर्राष्ट्रिय विमानस्थल बाहिरको ताजा अवस्था हो। पछाडि हटेर शेरबन्दरलाई जाने बाटो खुला गरिदिनलाई अनुरोध गर्दछु। साथीहरू अलिकति पछाडि बस्दिनुहोस्। हाम्रो नेता शेरबन्दर आउँदै हुनुहुन्छ। बाजा गाजादेखि हेर्न सक्नुहुन्छ बजाइरहेका छन्, बाजाहरू नाराबाजी लगाइरहेका छन्, हामीले हजुर देखाइरहेका छौँ। दर्शक महानुभावहरू, हामी अहिले अन्तर्राष्ट्रिय विमानस्थल बाहिरको ताजा अवस्था देखाइरहेका छौँ। हेर्न सक्नुहुन्छ अहिलेको ताजा अवस्था। हेर्न सक्नुहुन्छ अहिले अन्तर्राष्ट्रिय विमानस्थल बाहिरको हामीले ताजा अवस्था हजुर हामी देखाइरहेका छौँ। नेपाली काङ्ग्रेसका नेता शेरबहादुर देउवा आज स्वदेश फर्किने कार्यक्रम रहेको छ र अहिले भने यहाँ बाहिर विमानस्थल बाहिरको ताजा अवस्था हेर्न सक्नुहुन्छ। हामीले हजुरलाई देखाइरहेका छौँ अहिलेको ताजा अवस्था। हेर्न सक्नुहुन्छ यहाँ नाराबाजीदेखि लिएर यहाँ बाजा गाजा सहित हेर्न सक्नुहुन्छ। अहिले यहाँ प्रहरीसँग यहाँ हेर्न सक्नुहुन्छ, हामीले हजुरलाई देखाइरहेका छौँ। ताजा अवस्था हामीले हजुर देखाइरहेका छौँ। दर्शक मान हेर्न सक्नुहुन्छ यहाँ हेर्न सक्नुहुन्छ। गाह्रो भयो यार। हेर्न सक्नुहुन्छ दर्शक महानुभावहरू, यहाँनिर प्रहरीसँग हामीले हजुरलाई देखाइरहेका छौँ। अहिले यो अन्तर्राष्ट्रिय विमानस्थल बाहिरको ताजा अवस्था हो। हेर्न सक्नुहुन्छ पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किने कार्यक्रम छ र अहिले अन्तर्राष्ट्रिय विमानस्थल बाहिर हेर्न सक्नुहुन्छ। हामीले हजुर देखाइरहेको छ यहाँ बाजा गाजा सहित हेर्न सक्नुहुन्छ। प्रहरीहरू पनि तैनात अवस्थामा बसिरहेको छ। हेर्न सक्नुहुन्छ हजारौं कार्यकर्ताहरू पनि आएका छन्। यहाँ प्रहरी पनि सयौं संख्यामा परिचालित रहेको छ। हामीले हजुरलाई देखाइरहेका छौँ। अब शेरबहादुर देउवा आउँदै हुनुहुन्छ। पक्कै पनि हेर्न सक्नुहुन्छ। यहाँ हार्दिक अनुरोध गर्दछु, अलिकति पछाडि हटेर शेरबन्दरलाई जाने बाटो खुला गरिदिनलाई अनुरोध गर्दछु। साथीहरू अलिकति पछाडि बस्दिनुहोस्। हाम्रो नेता शेरबन्दर आउँदै हुनुहुन्छ। बाटो अलिकति खुला गरिदिनु होला, अलिकति पछाडि गइदिनु होला। साथीहरू आफ्नो सबै आफ्नो जिल्लाका साथीहरूलाई आफैले व्यवस्थित हामी सुन्न सक्छौँ। बाजा गाजादेखि हेर्न सक्नुहुन्छ बजाइरहेका छन्, बाजाहरू नाराबाजी लगाइरहेका छन्, हामीले हजुर देखाइरहेका छौँ। अहिले हामीले अन्तर्राष्ट्रिय विमानस्थल बाहिरदेखि देखाइरहेका छौँ।
जिंदाबाद